साथीहरु तपाई 1 मिनेटमै खोल्न सक्नुहुन्छ युट्युब च्यानल। हेर्नुस् म तपाईलाई खोलेर देखाइदिन्छु। युट्युब च्यानल यो हटाउँ पहिला। क्रोम मा जानुहोस्। त्यसपछि यहाँ छ gmail account start. This is a create Google account. हेर्नुस् अब यहाँ धेरै छ। तपाई अर्को बनाउन सक्नुहुन्छ। यो खुल्दैछ। खुलिसकेपछि तपाईले यहाँ फोन नम्बर हाल्न सक्नुहुन्छ। क्रिएट अकाउन्ट फोन नम्बर यदि हालेर अर्को पनि खोल्न सक्नुहुन्छ। क्रिएट अकाउन्ट म्यानेज फर माइ सेल्फ टु म्यानेज माइ बिजनेस। यो त व्यापारको लागि, यो त आफ्नो लागि। माइ सेल्फ लागि हुन्छ आफ्नो लागि। त्यसै यहाँ हाल्नुस्। एउटा नाम राख्नुस्। जे पनि नाम राख्नुस् न तपाईले। हेल्प यो राख्नु। हेल्प डान्स यसमा राखौं। त्यसपछि अनि यहाँ राख्नुस्। यहाँ तपाईको डेट अफ बर्थ 1998 राख्दिनुस्। त्यसपछि 04 राख्नुस्। जुन महिना त्यसपछि तपाईहरुले नाम राख्नु। डान्स हेल्प। पासवर्ड राख्नुस्। तपाईलाई अलि सेपरेट खालको पासवर्ड राख्नुस्। म तपाईलाई देखाएर राख्छु। अनि स्किप फोन नम्बर पनि राख्न सक्नुहुन्छ। तपाईले स्किप गर्दा हुन्छ। भेरिफाई गर्नुपर्छ। र साथीहरु एग्री गरिदिनुस्। यो पढ्नु जरुरी छैन, एग्री गरिदिनुस् यसलाई। भइसकेको छ। अब भइसक्यो साथीहरु। अब तपाईहरु जानुस् युट्युब मा जानुस्। धेरै गाह्रो छैन। तपाईहरुले अब प्रोफाइल पिक्चरहरु त्यसपछि कभर फोटो राख्न चाहनुहुन्छ जी त्यसमा कमेन्ट गर्नु होला। हेर्नुस् के प्रब्लम देखाएको छ। हामीले खोलेको हेल्प डेस्क यो साथीहरु। अब आइसक्यो, खुलिसक्यो। तपाईहरुले हेल्प डेस्क खुलिसक्यो। तपाईहरुले हेल्प डान्स खुलिसक्यो। त्यसपछि म्यानेज गर्न सक्नुहुन्छ। जे नाम राख्नुहुन्छ। ल त साथीहरु, थ्यांक यू सो मच।